युके को नोभेम्बर इन्टेकको लागि अफोर्डेबल अप्सन खोज्दै हुनुहुन्छ भने यो अपडेट चाहिँ तपाईको लागि हो। आर्डेन युनिभर्सिटीको नोभेम्बर 2026 इन्टेक अफिसियली ओपन भइसकेको छ। सबैभन्दा इन्ट्रेस्टिङ कुरा स्कलरशिप र अर्ली बर्ड डिस्काउन्ट पछि मास्टर्सको ट्युसन फी लन्डन क्याम्पसमा 11,000 पाउन्ड र म्यानचेस्टर क्याम्पसमा 10,000 पाउन्ड मात्रै पर्छ। यो युनिभर्सिटीको मोस्ट अट्र्याक्टिभ पार्ट चाहिँ अर्ली बर्ड डिस्काउन्ट हो, जुन 3,000 पाउन्ड सम्मको हुन्छ र यसले गर्दा ट्युसन फीमा पनि राम्रो सेभिङ हुन्छ। ईबीडी को डेडलाइन चाहिँ 29 अक्टोबर हो, तर 3,000 पाउन्ड ईबीडी कन्डिसन भएको स्टुडेन्टको केसमा चाहिँ 7,000 पाउन्ड तिर्नुपर्ने हुन्छ अनि कासको लागि चाहिने डकुमेन्ट पनि रेडी हुनुपर्छ। त्यसैले डेडलाइन आउन लाग्यो भनेर लास्ट मोमेन्टसम्म वेट नगर्नुस्। अफर, पेमेन्ट र कासको लागि चाहिने सबै डकुमेन्ट टाइममै रेडी राख्नुस्। एकाडेमिक रिक्वायरमेन्टको कुरा गर्दा 4 इयर ब्याचलर्समा मिनिमम 55% और 2.4 जीपीए रिक्वायर्ड छ। स्टडी ग्याप छ भने पनि रिलेभेन्ट वर्क एक्सपिरियन्स देखाउन सक्नु भयो भने प्रोफाइल अनुसार कन्सिडर हुन सक्छ। इंग्लिश रिक्वायरमेन्टको लागि एप्लिकेन्ट्सको टीयू, केयू, मिड वेस्टर्न युनिभर्सिटी, पोखरा युनिभर्सिटी र पूर्वाञ्चल युनिभर्सिटीको एमओआई पनि एक्सेप्टेड हुन्छ। एमओआई एप्लिकेबल छैन भने आइएल्समा ओभरअल 6 नट लेस देन 5.5, पीटीईमा ओभरअल 59 नट लेस देन 59 र डुओलिङ्गोमा ओभरअल 105 आएको हुनुपर्छ। क्याश डिपोजिट 7,000 पाउन्ड छ। सो अफोर्डेबल ट्युसन फी, नोभेम्बर इन्टेक र एमओआई को अप्सन खोजिरहनु भएको छ भने आर्डेन युनिभर्सिटीको यो इन्टेक कन्सिडर गर्न सक्नुहुन्छ। सिट्स लिमिटेड भएकोले लास्ट मोमेन्टसम्म वेट नगर्नुस्। ट्रिनिटी एजुकेसनमा आफ्नो प्रोफाइल एक्सेस गराउनुस्। युनिभर्सिटी सेलेक्सन देखि एप्लिकेसन र भिजा प्रोसेस सबैमा गाइडेन्स पाउनुहुन्छ।